हेलो साथीहरू, आजको विषय छ कुन आत्मिक वरदान पाउन सकिन्छ। के तपाईँ सोच्नुहुन्छ स्पिरिचुअल गिफ्ट भनेको के हुन सक्छ? बाइबल अनुसार होली स्पिरिटले धेरै प्रकारका वरदान दिनुहुन्छ। एउटा मात्र होइन, डिफरेंट काइन्ड्स। अनि परमेश्वरको वचन 1 कोरिन्थी 12 को 8 देखि 10 अनुसार केही गिफ्ट्स यस्तो छन्: विजडम, नलेज, फेथ, हिलिङ, मिराकल्स, प्रोफेसी, डिसर्नमेन्ट एन्ड टंग्स एन्ड इन्टरप्रिटेसन। इम्पोर्टेन्ट कुरा, सबैलाई एउटै गिफ्ट मिल्दैन। होली स्पिरिटले पर्पस अनुसार डिस्ट्रिब्युट गर्नुहुन्छ। त्यसैले कम्पेयर नगर्नुहोस्, कम्प्लेन पनि नगर्नुहोस्। बस डिस्कभर गर्नुहोस् तपाईको गिफ्ट। क्वेशन यो होइन कुन गिफ्ट ठुलो हो, क्वेशन यो हो तपाईको गिफ्ट के हो र त्यसलाई प्रयोग गर्दै हुनुहुन्छ। गॉड ब्लेस यू।